चेकिँदो रहेछ के हो हेलो कमलकान्त मैनालीज्यूपछि म सविता गुरुङ, उहाँ पनि वरिष्ठ हास्य व्यङ्ग्य कलाकार हुनुहुन्छ। महका विभिन्न चलचित्र टेली चलचित्रमा उहाँको अभिनय हामीले देखेका छौँ र सँगसँगै अब त्यो अर्को माइकले पनि चल्छ होला, त्यो लाइन नै गएको रहेछ। महका सिरियल लगायत टेली चलचित्रमा लामो समयदेखि आफ्नो अभिनयलाई चुस्त दुरुस्त बनाउँदै आफ्नो अभिनय यात्रालाई निरन्तर अगाडि बढाइरहनु हुने सविता गुरुङज्यूलाई सम्मान छ। त्यसैगरी निर्देशक तथा कलाकार राजशरण बस्नेतज्यूलाई पनि म स्टेजमा बोलाउन चाहन्छु। उहाँ पनि लामो समयदेखि चलचित्र निर्देशन र कलाकारिता क्षेत्रमा हुनुहुन्छ र आज असाढ 15 गते श्रद्धेय किरण केसी राता मकैज्यूको जन्मदिनको अवसरमा उहाँलाई पनि सम्मानको कार्यक्रम राखिएको छ र उहाँले पुर्याउनु भएको योगदान अतुलनीय छ र अझै उत्तरोत्तर प्रगतिको कामना र सँगसँगै भविष्यमा पनि यहाँका कलाकारिता क्षेत्रमा अगाडि बढ्दै गरेको, पाइला अगाडि जाँदै गरेको पनि हामीले देख्न पाऊँ। नगद सम्मान पत्र र 2 सल्ला ओढाएर सम्मान गरिरहेका छौँ हामी र एउटा कलाकारले अर्को कलाकारलाई आफ्नो जन्मदिनमा दिएको अमूल्य उपहारको रूपमा पनि लिन सक्छौँ हामी। धेरै धेरै धन्यवाद अनि बधाई श्रद्धेय राजशरण बस्नेतज्यूलाई। त्यसैगरी लामो समयदेखि चलचित्र क्षेत्रलाई माथि उठाउनको लागि पत्रकारिताको माध्यमबाट क्ल्याप बोर्ड यहाँले नाम सुन्नु पनि भएको होला, नेपाल टेलिभिजनमा अहिले पनि त्यो कार्यक्रम चलिरहेको छ। त्यसका प्रस्तुता, परिकल्पनाकार अथवा भनौँ त्यसको जन्मदिन